हेलो गाइस, आज चाहिँ म पानीपुरी बनाउँदैछु। यो चाहिँ पुरी बनाउँछु फर्स्टमा। यो चाहिँ भाँडा चाहिँ कस्तो सानो भएछ कि कुचुक्क परेर चाहिँ धेरै अटेन कि डाडो चलाउँछु अनि यो बनाउन चाहिँ 1 मिनट लाग्छ क्या लाग्यो। बनाउँछु पानीपुरी चाहिँ झोल चाहिँ बनाइसकेँ मैले। अनि चाहिँ 2 चिटीमा एक्लै छ नि त। मलाई आज धेरै क्रिमी भइरहेको थियो, भने धेरै खान मन थियो। कति भइसकेको थियो खाना खाएको। अनि मलाई त्यस्तो मिठो बनाउनु चाहिँ आउँदैन कि ठिकै आफूलाई चाहिँ मिठो लाग्छ, तर अरूलाई चाहिँ कस्तो लाग्छ थाहा छैन। तपाईँहरू चाहिँ कसरी बनाउनुहुन्छ? म चाहिँ चलाकको के गर्नु भयो भने चलाइ गरेँ कि छिटो छिटो पाक्छ कि भनेर। मलाई त हतार भइरहेको थियो खानाले कति बेला हुन्छ भनेर है। अनि चलाक छिटो पाक्छ कि भनेर। मेरो इन्डक्सन हो नि त, अनि त्यो ढिलो पाक्छ कि। अनि चलाउँदा रात त नै भइसकेको छ कि। अनि यता चाहिँ बनाउँदै थिएँ। यो चाहिँ झोल हो। झोल चाहिँ मेरो चाहिँ धनियाँ थिएन, मैले चाहिँ यत्तिकै के हालेर बनाएँ क्या। कति बेला खाउँ भइरहेको आफूलाई चाहिँ। त्यही भएर यस्तो भयो मेरो आजको दिनको पानीपुरी। बाई बाई।